नमस्कार, म सुमन मोथे, सभापति अखिल भारतीय नेपाली अनुसूचित जाति सङ्घ। साथसाथै मसँग यहाँनिर मेरो दाहिनेतर्फ हुनुहुन्छ विजय घतानी, विश्वकर्मा समाजबाट उपसचिव। साथै मेरो देब्रेपट्टि हुनुहुन्छ सञ्जय विश्वकर्मा ज्यू, उहाँ विश्वकर्मा समाजका सभापति। अनि सुजन सुन्दास दमाई समाजको उपसभापति, अनि सुमन सुन्दास दमाई समाजका सेक्रेटरी। आज हामी तीन जात अघि यहाँ सार्की समाज पनि उहाँहरूसँग हामीले बात गरेका छौँ। सार्की समाजले यहाँनिर सार्की समाजको पक्षबाट खिच्दैछ, तपाईँहरूले देख्नुहुँदैछ। यहाँनिर हामी के यहाँ तपाईँहरूलाई सूचना गर्न चाहन्छौँ भन्दाखेरि विगतका दिनमा खर्साङका सिटौङ निवासी सुषमा विश्वकर्मा ले जुन चाहिँ कम्प्लेन लेख्नु भएको थियो, उहाँलाई भएको उत्पीडन अघि उहाँलाई मानसिक अनि उत्पीडन भएर उहाँलाई के अरे उहाँ विश्वकर्मा जात भएको कारणले गर्दाखेरि उहाँको श्रीमानको क्रियाधरी गरेको जुन चाहिँ कार्य उहाँको त्यहाँ त्यो समाजले गरेको कम्प्लेनमा जुन चाहिँ लेखेको छ, त्यसको आधारमा यो जुन चाहिँ घटना भएको छ त्यसले अनुसूचित जाति, सम्पूर्ण अनुसूचित जातिलाई यसले घोर ठेस लागेको छ। हामीलाई यो कुराले एकदमै ठिक लागेको छैन। यो जुन चाहिँ कुरा यो सिटोङमा भएको घटना छ, यो घटना चाहिँ खालि के हो भन्दाखेरि यो चाहिँ एउटा दुईवटा आएको घटना मात्रै हो। यस्तो घटनाहरू चाहिँ दिन प्रतिदिन हाम्रो गाउँ समाजमा भइरहेको घटना छ। त्यसमा एक दुईवटाको त म आफै पनि भुक्तभोगी छु। अघि अब त्यो कुनै दिन परे तपाईँहरूलाई म भनौँला। यो जुन चाहिँ घटना छ त्यो घटनालाई हामीले एकदमै राम्रो रूपले स्वीकार गरेको छैनौँ। अहिले पनि 21औं शताब्दीमा पनि हामी देख्छौँ कि यस्तो डरलाग्दो अघि जात प्रथा लिकिन मान्छेलाई उत्पीडन गरेको, यसलाई हामी राम्रोसँगले हाम्रो छोराछोरीलाई, हाम्रो समाजलाई यसले के सन्देश जान्छ भन्दाखेरि एकदमै राम्रो सन्देश जाँदैन। यो जुन चाहिँ घटना छ त्यो घटनालाई म विशेष गरी पुलिस प्रशासन, खर्साङ पुलिस प्रशासनलाई म अनुरोध गर्न चाहन्छु कि यो जुन चाहिँ घटना छ त्यसमा राम्रो राम्रो छानबिन गरिकन कोही जो दोषी छ त्यो दोषीलाई कडाभन्दा कडा दण्ड दियोस् भन्ने म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। साथसाथै म अब श्री सञ्जय विश्वकर्मा जो विश्वकर्मा समाजका सभापति हुनुहुन्छ, उहाँलाई पनि 2 शब्द राखिदिने म अनुरोध गर्दछु। सम्पूर्ण दर्शकवृन्दहरू जति पनि यो अहिले तपाईँहरूले यो समाचार हेरेर बसिरहनु भएको छ, अनि फेसबुक मार्फत भनौँ, इन्स्टाग्राम मार्फत भनौँ, आइदर वाट्सएपको मार्फतमा, र हजुरलाई एकचोटि न्यानो अभिवादन हामीहरू कालिम्पोङ विश्वकर्मा समाजको पक्षबाट। र आज अखिल भारतीय अनुसूचित जाति सङ्घ जो हाम्रो कार्यालय यहाँनिर तपाईँको लालगल्लीमा छ, र अखिल भारतीय अनुसूचित जाति सङ्घको अगुवाईमा आज हामीले एउटा सानो यो प्रेस रिलिज गर्दैछौँ। सायद यो विषयमा अलिकति हामीले हामीलाई दुःख पनि लागेर आयो, किनभने हामीहरू विश्वकर्मा समुदाय भनौँ, दमाई समुदाय भनौँ, हामी सार्की समुदाय, अन्य कसैको पनि छोरी चेलीलाई अन्याय र अत्याचार हुँदाखेरि हामी जुलुस गर्छौँ, मोमबत्ती जलाउँछौँ, हामी एउटा विरोध गर्छौँ भने आज हामीमाथि नै यस्तो खालको एउटा घटना गयो। हामी दुःखी छौँ। आज हामी कुरा गर्छौँ हामी सबै गोर्खा एकै हो भनेर, तर आज छुट्याइँदैछ यहाँनिर। र विशेष हाम्रो भन्नुको उद्देश्य के भन्दाखेरि आज यहाँनिर केवल सुषमा विश्वकर्माको मात्र कुरा छैन, उहाँ अनुसूचित जाति हो भनेर, तर यहाँनिर कुरा आउँदैछ कसैको छोरीको, कसैको चेलीको, कसैको दिदीको, कसैको बहिनीको यहाँनिर कुरा आउँदैछ। र विशेष हामीलाई जान्नु चाहिँ एउटा मनसुबा इच्छा भयो भन्दाखेरि चाहिँ आज शुद्धि कार्य सिटोङ निवासी रोजन छेत्री, जसले चाहिँ एउटा वैवाहिक सम्बन्धमा सुषमा विश्वकर्मासित बाँधिएको थियो, र उहाँले यो सेवकको काली मन्दिरमा तपाईँको बिहा सिन्दुरपोती गरे पश्चातमा 1 महिना गरे पश्चातमा 1 महिनासम्म आफ्नो हस्बेन्डको घरमा बसेपछि त्यहाँनिर चाहिँ हस्बेन्डको चाहिँ शुद्धि कार्य भयो भन्ने हामीले सुन्नमा आयो। त्यो पनि कसरी सुन्नमा आयो भन्दाखेरि चाहिँ स्वयं रोजन छेत्री जो जसले हाम्रो समुदायको हाम्रो छोरी, हाम्रो बहिनीलाई लगेको छ, हाम्रो सुषमा विश्वकर्मालाई, कि उहाँ जीवित हुँदै पनि अब एउटा डेथ सर्टिफिकेटै भन्दा पनि हुन्छ, इन्डिरेक्टली डिरेक्टली र शुद्धि कार्य गर्यो भनिँदैछ।
र शुद्धि कार्य किन गर्यो भन्दाखेरि विश्वकर्मा समुदायको छोरीसित गयो भनेर। तर हामीले यहाँनिर के बुझ्यौँ भन्दाखेरि चाहिँ किन अहिले चाहिँ यस्तो, यो किन त्यस्तो हुँदैछ? जब कुनै पनि डेलिभरी केसमा अन्य जातिको हाम्रो गोर्खा समुदायभित्र कसैलाई पनि ब्लड चाहिन्छ भने आज हामी पनि ब्लड दिनु जान्छौँ, उनीहरूको हामी ब्लड हाल्छौँ भने यो कसरी आज उहाँले बताउन सक्नुपर्छ ब्लड ग्रुप राखेर कि यो विश्वकर्माको ब्लड, यो दमाईको ब्लड, यो छेत्रीको ब्लड, यो सार्कीको ब्लड भनेर दुःख लाग्यो हामीलाई। र हाम्रो भनाइ यति मात्र हो, यस्तो घटनाहरू यति बिघ्न घट्दैछ हाम्रोमा सुन्नुमा आएको छ, जान्नुमा आएको छ। तर विशेष हामी केटिभीको हाम्रो जुन चाहिँ पत्रकार भाइ उमेश परिवारलाई हामी धन्यवाद दिन्छौँ। उहाँले जुन प्रकारले यो खिचेर यो साझा गरिदिनु भयो, हामीलाई जान्नुमा आयो। अनि हामीलाई जान्नुमा आएपछि हेर्नुहोस्, हामीले अभियसली पनि यो कुरालाई केही न केही हामीले कदम चाल्नै पर्छ। हामी अनुसूचित जाति अल इन्डिया सेड्युल कास्टको पक्षबाट भनौँ, हाम्रो विश्वकर्मा समाजको पक्षबाट, दमाई समाजको पक्षबाट, सार्की समाजको पक्षबाट त हामी चाहिँ यति नै भन्न चाहन्छौँ कि कहीँ पनि हाम्रो छोरी चेलीलाई अन्याय र अत्याचार हुन्छ भने चाहिँ भोलिको दिनमा यस्तो खालके यो दिन पनि नआओस् कि बाध्यतावश हामी सडकमा उत्रिन पनि नपरोस् है। सडकमा उत्रियो भने पुरा डिस्टर्ब पनि हुन्छ, धेरै समस्या पनि हुन्छ। र यो चाहिँ एउटा सुनेको जानेको घटना हो र यस्तो कति हुँदैछ। र तपाईँहरू पनि एउटा समाजमा कोही पनि बस्नुहुन्छ, समाज चलाउनुहुन्छ, आफूलाई सामाजिक कार्यकर्ता भन्नुहुन्छ चाहिँ यसको विरोध गरेको हुनुपर्छ। यहाँनिर केवल आज विश्वकर्माको मात्र कुरा छैन, दमाई समुदायको कुरा छैन, सार्की समुदायको कुरा छैन, तर यहाँनिर कसैको छोरीको कुरा भएको कारणले गर्दाखेरि तपाईँहरू अघि आउनुपर्छ। तपाईँहरूले पनि यो कुरालाई छानबिन गर्नुपर्छ। अनि हामी यति नै भन्छौँ, किनभने एफआइआर जुन चाहिँ छ, एफआइआर हेज अलरेडी बिन लन्च्ड, अलरेडी एफआइआर भइसकेको छ। एफआइआरको मुताबिकमा कानुनी तौरले कस्तो प्रकारको के हुने हो त्यो कानुनले गर्छ। अनि हाम्रो चाहिँ एउटा यो हामीले एउटा समुदाय आफ्नो आफ्नो समुदाय चलाएको कारणले गर्दाखेरि चाहिँ आज हामीले यो भन्नै पर्छ, हामीले सन्देश दिनै पर्छ। र आज हामी यो भिडियोको मार्फत भनौँ, यो फेसबुकको मार्फत भनौँ, या इन्स्टाग्रामको मार्फत भनौँ, या वाट्सएपको मार्फतबाट चाहिँ यो कुरा जुन चाहिँ घटना घट्यो, यो घटेको कारण चाहिँ हामी एकदमै यहाँनिर के गर्छौँ, घोरै विरोध गर्छौँ। र तपाईँहरू कतिजनालाई अचम्म पनि लाग्छ किन ढिलो भनेर, जस्टिस डिलेड जस्टिस डिनाइड भनेको जस्तो। तर हामीले पनि कुनै पनि यो जति पनि हामीले यहाँनिर प्रेस विज्ञप्ति दिनु अगाडि हामीले पुरै छानबिन गऱ्यौँ, 10 पल्ट हामीले कुरा बुझ्यौँ। हामीले भिडियो बाइटहरू पनि हेऱ्यौँ। रोजेट छेत्रीको जो हाम्रो बहिनी लगेर गएको छ उहाँको पनि कुरा सुन्दाखेरि चाहिँ हामीले सबै तिनै समुदायको डिसाइड गरेर चाहिँ आजको दिनलाई चाहिँ हामीले मध्यनजरमा राखेर हामीले यहाँनिर यो जनाउँदैछौँ। र तपाईँहरूले पनि अलिकति चिन्तन गर्नुहोस्, मनन गर्नुहोस्, सोच्नुहोस्। यहाँनिर कामी दमाई सार्कीको कुरा त छँदै नै छ, किनभने हाम्रो त्यो एउटा एट्रोसिटी एक्ट छ। कहीँ पनि अन्याय र अत्याचार भयो भने हामीले केही पनि गर्नु नपरे तापनि, हामी मैदानमा नउत्रे तापनि यो कानुनको तौरले कन्स्टिट्युसनको मुताबिकमा हुन्छ। तर दुःख के लाग्यो भन्दाखेरि यहाँनिर चाहिँ एउटा गोर्खे चेलीको कुरा आउँदैछ। यो चाहिँ सबैले बुझ्नुपर्छ। यो तपाईँहरूको सबैले चिन्तन र मनन गर्ने हामी विशेष अखिल भारतीय अनुसूचित जातिको पक्षबाट, विश्वकर्मा समुदायको पक्षबाट भनौँ, दमाई समुदायको पक्षबाट, सार्की समुदायको पक्षबाट हजुरहरूलाई आन्तरिक हृदयदेखि 2 हात जोडिकन विनम्र आग्रह गर्दछु। धन्यवाद। नमस्कार, म सुजन सुन्दास, कालेबुङ दमाई समाजका सभापतिको तर्फबाट हजुरहरूलाई के यो जानकारी गराउन चाहन्छु भने यो केवल हाम्रो विश्वकर्मा अघि भन्नुभयो, अगाडि प्रवक्ताले भन्नुभयो, उहाँले बताइदिनु भयो। उहाँको कुरालाई फेरि म अलिकति उयो गर्न चाहन्छु। विश्वकर्मा समाजको मात्र कुरो होइन यो है, सार्की समाजको मात्र कुरो होइन, यो हामी समस्त अनुसूचित जाति भारतभरि छरिएका बसेका अनुसूचित जातिको कुरा हो। यसमा चाहिँ हामी कालिम्पोङ दमाई समाजको तर्फबाट पनि इन्डिभिजुअली हामी सभापति र उपसभापति र सचिव छौँ। हाम्रो तर्फबाट पनि यो एकदम यो कुरोलाई घोर प्रतिवाद जनाउँछौँ है। किनभने यो नहुनु पर्ने कुरो हो। किनभने अहिले मान्छेको मानसिकता कस्तो छ, अहिलेसम्म हामीले जति नै हामीले भने पनि, जति नै कुरा गरे पनि हामीले बदलिन सकेका छैनौँ। कतिवटा जग्गामा छन्, कतिवटा अब राम्रो हामी सबैजना एउटा मिलेर बसेका छौँ है। ठुलो जात या सानो जात भए पनि एउटा नङ्ग्रा मासु भएर मिलेर बसेका छौँ। तर यस्तो मानसिकता जसले चाहिँ आफ्नै छोरा विश्वकर्मा समाजको छोरीलाई ल्यायो भनेर आफ्नै छोराको बिहा गर्नु चाहिँ यो चाहिँ एकदमै यो मानवताको हिसाबमा कुरै नै होइन यो है। मानवतादेखि पनि यो एकदमै जन्मदेखि पनि गैर बुझेको कुरो हो यो। हामी त्यो सोच्छौँ हामीले हाम्रो तर्फबाट। र यो अब नहुनुपर्ने हो। हामी यसमा गर्छौँ। र जति पनि यहाँ हाम्रो सुषमा विश्वकर्माज्यूले जुन चाहिँ प्राथमिकता दर्ता गरेको छ त्यो विषयमा पनि हामी पुलिस प्रशासनलाई पनि यो पनि भन्न चाहन्छौँ कि यसलाई चाहिँ एकदमै चाँडो, यसलाई कुनै पनि कुरोमा
उयो नगरेर अनदेखा नगरेर यता चाँडोभन्दा चाँडो चाहिँ यसको चाहिँ कानुनी कडा कारबाही हुनुपर्छ भन्ने पनि हाम्रो कालिम्पोङ दबाई समाजको उयो छ है, माग छ। र अब यो एउटा इक्जाम्पल भएर जाओस् कि यो कुरोले गर्दाखेरि आज सिटौङमा परेको छ, भोलिको दिनमा सिलगढीमा पर्ला, पर्सिको कुरो डुवर्समा पर्ला, दार्जिलिङमा पर्ला, कालिम्पोङमा पर्ला, हुनसक्छ कालिम्पोङमा पनि छ होला यस्तो मानसिकता भएको मान्छेहरू। र यो आजको यो भिडियोबाट हामी उहाँहरूलाई यो पनि जनाउन चाहन्छौँ कि यदि हाम्रो छोरीचेलीलाई पनि अझै पनि तपाईँहरूको मानसिकता तौरले यो जात विषय लिएर तपाईँहरूलाई उत्प्रेरणा दिन्छ या गर्छ भने चाहिँ कालिम्पोङ अखिल भारतीय अनुसूचित जाति कालिम्पोङ शाखा मात्रै होइन, कालिम्पोङ दमाई समाज, विश्वकर्मा दमाई समाज र सार्की समाज पनि हमेसा अगाडि आएर यसको घोर विरोध जनाउँछ। र चाहेको खण्डमा हामी फेरि पनि यस्तो कुरो दोहोरिन्छ भने चाहिँ हामी सडकमा उत्रिनु पनि हामी तयार छौँ भनेर म यो आफ्नो कुरा राख्न चाहन्छु। धन्यवाद। एक्सिलेन्ट। नमस्कार। विशेष म के भन्न चाहन्छु भन्दाखेरि रजन छेत्री होइन उहाँ स्वयं आफू स्वयंले नै अन्त्येष्टि कार्य गर्दै गएको। नमस्कार। विशेष यहाँ अघिबाट धेरै कुराहरू राख्नुभयो र म एउटा कुरा राख्न चाहन्छु, त्यो चाहिँ के भन्दाखेरि रोजन छेत्री जो स्वयं आफ्नो कार्यसिद्धि उहाँको स्वयंको कार्यसिद्धि गरेको उहाँले आफैले भिडियोग्राफ गरेर यहाँ प्रसारमा ल्याउनु भएको कुरा छँदैछ। त्यो एउटा प्रमाण हो, त्यो प्रमाण पनि हो, त्यो एउटा एभिडेन्ट पनि हो। यसकै आधारमा हामी के भन्न चाहन्छौँ भन्दाखेरि भारतीय संविधानको आधारमा अनुसूचित जातिले जुन कानुन सहयोगहरू पाइएको छ, यसको आधारमा जो दोषीहरू छ त्यो दोषीहरूलाई चाहिँ खरसाङ प्रशासनले, पुलिस प्रशासनले कडाभन्दा कडा सजाय दिएको हुनुपर्छ। आज उहाँहरूले कडा सजाय उहाँहरूमाथि दिनुभयो भने अन्य जग्गामा यस्तै घटनाहरू घटिरहनेछ। कतिवटा प्रकाशमा आएको छ, कतिवटा आएको छैन। यसैले गर्दा हामी अनुसूचित जाति कालिम्पोङको पक्षबाट, हामी तिनै समुदायको पक्षबाट हामी भन्न चाहन्छौँ कि कडाभन्दा कडा कानुन चाहिँ उहाँहरूमाथि लागेको हुनुपर्छ अनि झट्टभन्दा झट्ट यो कुराको फैसला पनि हुनुपर्छ भनेर हामी निवेदन गर्दछौँ।